भाइरलै हुन्छ जस्तो गर्छ यार। भएन नभए नि आफूमाथि विश्वास हुनु पर्यो कि। स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा, जहाँ मेरो दिनको सुरुवात नै हुन्छ भाडा माझेर। भाडा साझा माझेर भ्याएपछि म चिकनलाई डिफ्रोस्ट गरेर पानी खाएर रनिङ लाग्छु भनेर निस्केको। यस्तो हावा चलिरहेको रहेछ। यहाँ चाहिँ अब हामीले नयाँ पोडकास्ट च्यानल पनि स्टार्ट गर्न लागिरहेको छौँ, घरमा कन्टेन्ट बनाउनको लागि। हेर्नु दुईजना। अब शुक्रराज नेउपानेले कोल्याब गर्दै हुनुहुन्छ। शुक्रराज मेरो भिडियो खिच्नु। मैले यसलाई लोअर गर्नुपर्छ कि रुक न। लोअर गर्नु त म यहाँ भन्छु, सम्झिँदै पछि भाइरल होस् मलाई कोल्याब, पछि मेरो च्यानललाई एडभर्टाइज हान्नु। भाइरलै हुन्छ जस्तो गर्छ यार। त अब जे होला ट्राई गरौँ भन्ने भन्न खोजेको होइन। मलाई भएन नभए नि आफूमाथि विश्वास हुनु पर्यो कि। म हुन्छु भनेर लाग्नु पर्यो कि। 1 घन्टा भइसक्यो भिडियो बनाउँछु, एडभर्टाइज गर्छु भनेको। ट्राइपोडमा यो स्ट्यान्ड मिलाउने 1 घन्टा लागिसक्यो। भयो ल ल है। अब चाहिँ म एडभर्टाइज गर्छु है त। अस्ट्रेलियामा साथीहरू यस्तो काठको घर भन्छ, जतिसुकै ठुलो होस् जेसुकै होस्। पोडकास्टको लागि एकछिन गफ भएपछि अब हामी लाग्छौँ यहाँ खाजा खानको लागि। ग्यास हेर्नु न, 4वटा ग्यास स्टोभमा 4वटा फुल छ यार। अब तपाईँले देख्नुहुन्छ अस्ट्रेलियाको नम्बर 1 सेफ रोशन सेफको कटिङ। झुक 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 झुक। के छ रोशन दाई, के पाकिरहेको छ आज? मिठो 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 स्पागेटी, नो चाउमिन। साँच्चीकै हो है, स्पागेटी चाहिँ मिठो 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 नै बनेको थियो। त्यसपछि म लाग्छु कामको लागि जान लाग्यो। यता मामाले चाहिँ गाडी धुँदै हुनुहुँदो रहेछ। त्यसपछि मामालाई बाई भनेर म लाग्छु कामतिर। आज धन्डै बसले छोडेन र चाहिँ मैले माइकी किनेको छु। हेर्नुहोस्, अस्ट्रेलियामा हामीले पब्लिक ट्रान्सपोर्ट युज गर्नको लागि माइकी कार्ड हुन्छ। त्यो यसरी स्टेसनमा गएर झिक्न सक्छौ। महिना पब्लिक ट्रान्सपोर्ट फ्रीमा युज गरेको, अब टचन हान्दाखेरि पैसा जाँदाखेरि कस्तो चित्त दुखिरहेको छ। त्यही पनि के गर्नु, गर्नै पर्यो, नत्र फाइन आइहाल्छ। माइकी झिकेर म लाग्छु जिमतिर। जिम गरेँ, भ्याएर म फेरि फर्किन्छु घरतिर। थ्याङ्क यू सो मच फर वाचिङ।